अनि त्यसपछि मलाई मम्मीले कि त्यो घर छोडेर हिँड्नै पर्ने कि भने म बिहा गर्नै पर्ने स्थितिमा पुर्यायो। घर छोडेर हिँड्न त मैले कहीँ पनि देखेको थिइनँ। 45 मिनटमा पुगिने बटार बजार त मैले देखेको थिएन, देवहेट बजार देखेको थिएन। मैले घर छोडेर कहीँ गएको थिएन र केही पनि देखेको थिएन, मलाई थाहै थिएन। अनि घरिघरि मलाई मम्मीले घरबाट निकालिदिन्थ्यो, बेगर कि मेरो घर हाम्रो घरबाट छोडेर जा राँडी भनेर। अनि मेरो केही विकल्प थिएन र मेरो जिन्दगी त्यत्तिकैमा बर्बाद हुँदै गयो। मम्मीसँग मैले जहिले पनि हाम्रो झगडा मात्र बेहोरेँ। अनि लास्टमा भएपछि मलाई बिहे गर्ने केटाको ठुली आमा आउँदै दिनभरि कुरा गर्दै बस्दै मेरो बहिनीको छोरालाई दियो तेरो छोरी भन्दै गर्दो रहेछ। गाउँभरिको केटी मागिसके हुँदो रहेछ, उसको बहिनीको छोरालाई छोरी नदिएको हुँदो रहेछ। अनि हाम्रो मम्मीलाई फकाइ गरेर मलाई 3 वर्ष भएपछि कि घर छोड्नु पर्ने कि बिहे गर्नुपर्ने पारेर मम्मीले बाध्य गराएर आमा भन्दा बिहे गरिदिनुहोस् भने हाम्रो घर नबस्, मेरो घर नबस् भन्ने निकालिदिएँ। त्यसो गरिसकेपछि साह्रै तनाव भयो। जाउँ कहाँ जाउँ देखेको छैन केही। अनि बुवाले केही बोल्न नसक्ने आमाको। अनि त्यसपछि मलाई बिहे गरिदिने कुरा भएपछि मैले एक दिन बेलुका चाहिँ सहनै नसकेर मलाई बिहे गर्छस् भने बिहे गर्छस्, गर्दिनस् भने त राँडी के मुख छोडिसकेपछि मैले भर्याङको 4वटा खुड्किला उक्लेर 5वटा खुड्किला उक्लिन लागेको थिएँ चोटाजानलाई। अनि फर्केँ। मम्मीले मलाई त फर्लक्कै फर्काएर देखायो। अनि मैले सहन नसकेर आएर बुत्ल्याइदिएँ मम्मीलाई मजेरीमै। र त्यसपछि अनि त्यो दिनबाट त म बस्ने कुरै भएन। अब यहाँभन्दा म सक्दिनँ यो घरमा बस्नु भन्ने भयो मलाई। र अनि पछि ल मैले हुन्छ बिहे गर्छु त भने, तर भोलि गएर उसको बुहारी ठुली आमाको 4वटी बुहारी हुँदा घरघरि खान सकेन नि त्यो केटासम्म घरघरि खान सकिन भने के गर्ने भन्दाखेरि अनि मम्मीले हाम्रो गोठ थियो एउटा तल गोरु बान्ने गरे माथि 2टा कोठाको, त्यो गोठ आएर सुत्थ्यौँ। मम्मीले कहिले निकालिदिएको बेला दिउँसो सुत्न आउन पाइँदैन थियो घर फर्केर। राति सबैजना सुतिसकेपछि ढोका लगाएपछि म आएर त्यहाँ सुत्थेँ त्यही गोठमा। र बुहारी बोकेर लिएर गएर घरमा सुताउनुहुन्थ्यो। म निदाइसकेको हुन्थेँ, मलाई के। अनि त्यस्तो गर्ने त्यही गोठ थियो, माथि 2टा कोठा थियो, तल गोरु बान्ने गरेको थियो हो त्यही गोठ। र अनि एउटा हाम्रो 3 बाली लाग्ने घडेरीमा बेचे नि बिक्ने खेती गरेर खायो नि 3 बाली लाग्यो नि 6 रोप्ने खेत थियो। 6 रोप्ने मेरो खेत, त्यो पास गरेर दिउँला भन्ने शर्तमा घरघरि खान सक्नेस् भने त्यो पास गरेर दिउँला भन्ने। अनि पढाइदिनुपर्छ मलाई, म पढ्छु भन्दा पढाइदिने शर्तमा भनेर अनि बिहे गरिदिएका हुन् मलाई। त्यसरी बिहे भयो। तर के भनेका थिए भन्दा के अरे दाई आउँछ होला सितरामे, उनको जेठो छोरो भनौँ, अब मेरो दाई भनौँ, त्यसको नाम चाहिँ सितराम हो। सितरामे आउँछ होला, आएर काठमाडौँबाट बिहे नगर भन्ला त राँडीले फेरि सबै कुरा उकालिस् अनि त्यसपछि कुरो भाँडिएला नि भनेर आमाले धुनधान गरिन् कराइन्। मैले केही नि भनिनँ। त्यसपछि चुप लाग्यो। अनि घर दाई पनि त्यही डाङको मुला थियो, खालि तरुनी खेलाउने, काठमाडौँ बस्ने, तरुनी खेलाउने, अनि त्यहाँबाट पैसा उडाउने सिद्ध्याउने, छोराले जे गरे नि हुन्थ्यो त्यस्तो खालको थियो। अनि त्यसपछि मैले केही पनि भनिनँ। चाहिँ मेरो बिहा गर्ने भन्दा 3 दिन अगाडि आएर सोधेको थियो मलाई। अनि सोद्धाखेरि मैले केही नि बोलिनँ। अब के बोल्ने, म होइन म पढ्न चाहन्छु, म तल काठमाडौँ ल्याएर पढाउँछु भने पढ्न चाहन्छु भने त्यो खुद घरबाट पैसा लिएर जाने मान्छेले भोलि भएपछि मलाई काहीँ ल्याउँदैन। अनि म त्यही घरमा बस्नु पर्छ, मलाई त्योभन्दा धेरै टचर हुन्छ। त किन बसेको यहाँ, उसले पाल्छु भनेको थियो होइन जा भनेर। त केही पनि बोल्न मिलेन, चुप लागेँ म। अनि चुप लागेँ, त्यत्तिकैमा मेरो बिहा गरिदिए। र मैले बिहा गरेपछि जुन बिहे गरेर दिएको लोग्ने पनि कस्तो खालको चाहिँ पर्यो कि कहिले घर छोडेर नहिँड्ने, जिम्मेवारी भन्ने केही नभएको, 1 रुपियाँ नकमाउने, 9 पढ्दा स्कुलबाट रेस्टिकेट भएको केटा। अनि त्यसपछि धादिङ जिल्लाभरिको स्कुलमा भर्ना नभएको रहेछ रेस्टिकेट भएर, तास खेलेर एक्जाम नदिएर मास्टर काट्न गएर त्यस्तो केटालाई बिहे गरेर दिएँ। अनि मैले घरघरि खान सकिनँ कि मैले नछोडेसम्म उसले घर नछोड्ने भएपछि भोलि त जिन्दगी त्यहाँ बच्चाको त जाँदैन, भविष्य बिग्रियो। मेरो मात्र नभएर बच्चाको नि बिग्रिन्छ मैले पाएको।
अनि छोरीको पेटमा हुन्जेल चाहिँ मैले सम्झाएँ। त्यसपछि नसकेपछि मैले सम्झाएको कुरो नखाएर उसको ठुलो बाबुआमालाई सम्झाइदियो भन्दाखेरि बाबुआमाले पहिल्यै 2टा छोरा निस्केर गइसक्यो हाम्रो, यो पनि जान्छ भनेर। उनीहरूकै के कारणको गल्तीले 2टै छोरा छोडेर हिँडेको रहेछन् र मेरो बिहेमा पनि उनीहरूको 2टा छोरा नआएका। अनि त्यसपछि कान्छो चाहिँलाई मलाई बिहे गरेर दिएको थिएँ अनि उनीहरूले झन् सपोर्ट गर्ने, तेरो माइतबाट पैसा ल्याएर मेरो छोरालाई तास खेल्न दिनुपर्छ भनेर पुऱ्याउँथे। मेरो बाबुआमाले खुद मलाई पालेको छैनन्, नपालेर छोडेका बाबुआमाले त्यसरी दिएका बाबुआमाले अनि त्यसको छोरालाई तास खेल्न पैसा पुऱ्याउँछ नि त। अनि छोरो चाहिँ बिहान तास खेल्न गयो भने राति 2 बजे 3 बजे बाबुआमालाई सम्झाइदियो भन्न थालेपछि मलाई कमजोर गराउँला, मेरो छोरीलाई नै पिसाब चेक गर्न लगेको ठाउँमा पाठेघर खराब छ भने क्युरेट गरेर फालिदिनु खोजेपछि अनि मैले त्यो घर छोडिदिएको हो। अनि म त्यो घर फर्किन्न भन्ने निर्णय लिएर हिँडेछु। त्यति मेरो जिन्दगीमा पहिला भएको चिज।